भनेको नीतिगत भ्रष्टाचार। यो काम समयमै नै सम्पूर्ण देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीबाट सुख समृद्धिको कामना सहित आजको यस ब्लगमा पनि स्वागत छ। मभन्दा पछाडिको तपाईँले दृश्यबाट देखिसक्नु भएको छ कि हामीले टियु रङ्गशालाको अपडेट भर्सन लिएर आउन खोजिरहेका छौँ। अब करिब 1.5 महिना बाँकी छ। अहिलेसम्म तपाईँको 65% भन्दा बढी भौतिक प्रगति भइरहेको छैन। अब बर्खाको मौसम सुरु भइसकेको छ। जम्मा 3वटा फ्लड लाइटको बेस तयार भएको छ भने 3वटा फ्लड लाइटको बेस तयार भइसकेको छैन भनेपछि अब बाँकी करिब 1.5 महिनाभित्रमा यहाँको भौतिक प्रगति पूर्ण रूपमा चाहिँ हुन सक्ला त? यो विषयवस्तुमा तपाईँहरूको अब राय सल्लाह के छ? लाइक सेयर र कमेन्ट पनि गर्नुहोला। हामी पनि नयाँ छौँ। यदि तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने यो च्यानललाई पनि तपाईँले सब्सक्राइब गर्नुहोला। टियु क्रिकेट मैदानको निम्ति चाहिँ 6वटा फ्लड लाइट निर्माण गर्नुपर्नेछ। साधारणतया क्रिकेट मैदानमा चाहिँ 4वटा फ्लड लाइट हुन्छ भने यहाँ चाहिँ 6वटा राख्ने जुन किसिमको निर्णय गरेको थियो त्यो अनुरूप 3वटाको बेस तयार भइसकेको छ भने 3वटा फ्लड लाइटको बेस तयार भएको छैन। अब भन्नुहोस् बाँकी 1.5 महिनाको अवधि छ। अब यही गतिमा काम हुन थाल्यो भने के यो असार मसान्तसम्ममा यो कामले पूर्णता पाउला? वैशाख 24 गते नै फेरि यसको म्याद थप गरेको थियो। करिब 2 महिनाको लागि म्याद थप गरेको छ। 2 महिनाको म्याद थप अवधिभित्र यतिको भौतिक संरचना निर्माण भएको छ। अब असार मसान्तसम्म यो काम पूर्ण भइसक्नु पर्नेछ। के असार मसान्तसम्म यो कामले पूर्णता पाउला त? तपाईँहरूको विचार के छ? यो विषयवस्तुमा तपाईँलाई आफ्नो विचार राख्न चाहनुहुन्छ भने लाइक सेयर र कमेन्ट पनि गरिदिनु होला। साथसाथै हामी पनि नयाँ छौँ। यो च्यानललाई पनि तपाईँले सब्सक्राइब गरिदिनु होला। अहिलेसम्म यसको भौतिक प्रगति भनेको 65% मात्र रहेको छ। समय थप्दा पनि समयमा नै सिद्ध्याउन सक्दैन भने समस्या चाहिँ कहाँनिर हो? अर्को 2 महिना समय थप गरेको छ। 2 महिना समय थपमा पनि 65% भन्दा बढी भौतिक प्रगति यो ठाउँमा भएको छैन। यसरी राष्ट्रिय गौरवका आयोजनहरू चाहिँ घोषणा गरिन्छ तर समयमै सम्पन्न किन गर्न हामी सकिरहेका छैनौँ? निर्माण व्यवसायको कमी हो कि? साथसाथै यहाँनिर शहरी विकास मन्त्रालय र क्यानले के काम गरिरहेको छ? जनताको शासन व्यवस्था भन्ने गणतन्त्र धर्मनिरपेक्ष संहिता जनताकै निम्ति चाहिँ सुख सुविधाको निम्ति यस्ता प्याराफिटहरू निर्माण गरिने भनेर चाहिँ भनिन्छ, उद्घोष गरिन्छ, समय तोकिन्छ। समय अवधिभित्र नै यो कम्प्लिट हुन सक्दैन भनेपछि हामीले के बुझ्न जरुरी छ भने डिपिआरमा त्रुटि छ। प्याराफिट निर्माणको लागि चाहिँ यहाँनिर माटो सम्याउने काम अझै पनि चलिरहेको छ। अब यसरी अहिले त भर्खरै माटो सम्याउँदैछ भने अबको 1.5 महिनाभित्रमा यो कम्प्लिट होला त? भर्खर लागिसकेको छ। अब विगतमा यहाँ 3 सिफ्टमा काम हुन्थ्यो भने अहिले त्यो घटाएर जम्मा 2 सिफ्टमा ल्याएको छ। विकास निर्माणका काम त हामी भन्छौँ। यसरी विकास निर्माणका कामलाई अगाडि बढाउनु पर्छ भनेर बजेटहरू पनि छुट्याइन्छ। प्रत्येक वर्ष जेठ 15 गते बजेट पनि घोषणा गरिन्छ। यो वर्षको पनि बजेट घोषणा गरिसकेको छ। खेलकुद क्षेत्रमा पनि प्रशस्त मात्रामा बजेट छुट्याइ पनि सकेको छ। तर जति नै बजेट छुट्याए तापनि त्यो बजेट अनुरूपको कामहरू चाहिँ समय सीमाभित्र चाहिँ किन गर्न नसकेको होला? यो विषयवस्तुमा तपाईँहरूको धारणा के छ? यदि तपाईँहरूले यो विषयवस्तुमा आफ्नो धारणा राख्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला। हामी पनि नयाँ छौँ। यदि तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। अब थोरै ठाउँतिर ढलान भइरहेछ प्याराफिटको भनेदेखि धेरै ठाउँमा ल हेर्नुहोस् त ढलानै सम्पन्न हुन सकिरहेको छैन। अब बर्खा सुरु भइसक्यो, पानी परिरहेको छ। अब यो कामले त पूर्णता पाउला जस्तो, निरन्तरता पाउला जस्तो लाग्दैन। अब यो असार मसान्तसम्म पनि यो कामले पूर्णता पाएन भने योभन्दा पछाडि सरकारले के गर्ला? सरकारले फेरि समय थप गर्ला कि होइन? यो कामलाई स्थगित गर्दै जाला। अधिकांश नेपालका राष्ट्रिय गौरवका आयोजनहरू स्थगित पनि भएका छन्। फेरि बिचमा भ्रष्टाचारको कुराहरू पनि त्यतिकै आइरहेको हुन्छ। त्यसैले गर्दाखेरि यस्ता किसिमको लथालिङ्ग र भत्ताभुङ्ग विकास निर्माणले जनता सन्तुष्टि हुन सक्दैन र हामी सन्तुष्टि हुन सक्दैनौँ। त्यसैले यस्ता किसिमको विकास निर्माण कामहरूलाई चाहिँ तीव्रता दिनुपर्छ। कहाँ गल्ती कमजोरी छ त्यसलाई सच्याउँदै जानुपर्छ। त्यसैका निम्ति हामीले तपाईँहरूलाई सुसूचित गर्नका निम्ति नै यस्ता ब्लगहरू निर्माण गरेका हौँ। हामी विकास विरोधी ब्लकहरू निर्माण गर्न चाहेका होइनौँ। विकास हामी चाहन्छौँ, विकास हुँदै जानुपर्छ। तर विकासको काम र गति चाहिँ समयभित्रमै सम्पन्न हुनुपर्छ पर्दैन।
यो चाहिँ मुख्य र प्रधान विषयवस्तु हो। विकासको योजनाहरू समयमै सम्पन्न नहुनुमा जुन नक्सा पहिले पास गरिसकेको हुन्छ, ठिक छ, काम गर्दै जाँदाखेरि त्यहाँ त्रुटि भेटिन्छ होला, तर बिचमा फेरि बारम्बार नक्सा चाहिँ किन फेरिरहन्छ के, डिजाइन किन फेरिरहन्छ? अनि यही डिजाइन फेर्नु भनेको तपाईँले भ्रष्टाचारको गन्ध आउनु होइन। यही डिजाइन बारम्बार फेर्दाखेरि नै त्यो त समयमै काम सम्पन्न हुँदैन। यस्तै गरी भ्रष्टाचार नेपालमा बढ्ने हो र राष्ट्रिय गौरवको आयोजनहरू समयमै सम्पन्न नहुने एउटा मुख्य कारण चाहिँ यही नै हो। 13 फिटमा कुर्सी राख्नलाई यति चाहिँ ढलान गरिसकेको छ, बाँकी पारीतिर हेर्नुहोस् त अझै पनि स्लोप बनाउन बाँकी छ, ढलान गर्न बाँकी छ। अब समय छ फेरि 1.5 महिना, बर्खाको सिजन छ, अब यो काम कम्प्लिट होला त? यो काममा यति ढिलो हुनुमा चाहिँ बारम्बार यहाँको डिजाइन फेरेरै नै हो साथीभाइ। अब सुरुमै डिपिआर तयार गर्ने बेलामा सुरुको डिजाइन नै पास गरेर टेन्डर आह्वान गरिसकेपछि फेरि पनि तेऱ्याइकन यहाँ डिजाइन फेरेको छ। यही डिजाइन फेरेकै कारणले गर्दाखेरि चाहिँ यहाँ समयमा ढिला सुस्ती भएको, द्रुत गतिमा काम चाहिँ नभइरहेको होइन, भइरहेको नै हो। विभिन्न किसिमका व्यापदानहरूको बावजुद पनि काम यतिको हुनु भनेको सुखान्त पक्ष हो। अब हामीले के कामना गरौँ भने यही समय सीमाभित्र नै यो काम कम्प्लिट होस्, असार मसान्तसम्म नै यो कामले चाहिँ पूर्णता प्राप्त गरोस्, हामी यही कामना गर्न चाहन्छौँ। शहरी विकास मन्त्रालयका कर्मचारी र क्यानका पदाधिकारीहरू यहाँ आएर अब दिन प्रतिदिन रिपोर्ट लिने काम त चलिरहेको छ। विगतमा 3 सिफ्टमा यहाँ काम हुन्थ्यो भने अहिले तपाईँको 2 सिफ्टमा झारिएको छ। विगतमा यो परियोजना अगाडि बढाउनको निम्ति त्रिभुवन विश्वविद्यालय, शहरी विकास मन्त्रालय, वन मन्त्रालय लगायतका सम्बन्धित निकायहरूसँग चाहिँ हजारौँ पटक बैठकहरू बसेको थियो होला। त्यसैको सुझाव सल्लाह बमोजिम नै यो टेन्डर आह्वान गरेर चाहिँ टियुको यो क्रिकेट रङ्गशाला पुनर्निर्माण गर्ने काममा अगाडि बढेको थियो होला। अहिले समय थपको अवधिभित्र पनि जम्मा 65% मात्र कार्य सम्पन्न भएको छ। अब 1.5 महिनाभित्रमा यो कार्य सम्पन्न हुन्छ भन्नेमा चाहिँ के ग्यारेन्टी? यहाँबाट के पुष्टि हुन्छ भनेदेखि हामीले जे जति विकास निर्माणका कामहरू अगाडि सारिरहेका छौँ नि, ती विकास निर्माणका कामहरू चाहिँ हच्चोको भरमा त्यत्तिकै सार्दछ। जनताको कर तिरो राजस्वबाट निर्माण भएका यस्ता परियोजनाहरू समयमै सम्पन्न हुन सक्दैन र थपेको समयमा पनि यसरी पूर्ण सन्तुष्टि हुने गरी चाहिँ निर्माण कार्यहरू हुँदैन भनेदेखि चाहिँ अब सरकारले विस्तृत रूपमा चाहिँ जनतालाई चाहिँ आफ्नो समस्याहरू बताइदिनुपर्छ। यो ठेकेदारको लापरवाही हो या सरकारी कर्मचारीहरूको लापरवाही हो या मौसमको कमीको कमजोरीले यस्तो भएको, यो विषयवस्तुमा जनतालाई पूर्ण रूपमा जानकारी दिनुपर्छ। यो पूर्ण रूपमा जनतालाई जानकारी नदिकन अरू राष्ट्रिय गौरवका आयोजनहरू अगाडि नबढाओस्। आजको यस ब्लगमा हामीले टियु क्रिकेट रङ्गशालाको विकास निर्माणको अपडेटलाई प्रस्तुत गर्यौँ। यो ब्लगलाई पनि तपाईँले मन पराइदिनुहुन्छ भने पूर्ण आशाका साथ आजको यस ब्लगलाई पनि म यही अन्त्य गर्न चाहन्छु। त्योभन्दा अगाडि आजको यस ब्लगलाई बढीभन्दा बढी लाइक, सेयर र कमेन्ट गरिदिनु होला। साथसाथै हामी पनि नयाँ छौँ र तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने यो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला।